पूर्ण गर्न सक्दैन। जे होस् शब्दले के भन्छ त भन्दा वास्तविक अवस्थासँग मेल नखाँदा इच्छाएको कुरा सिद्ध हुँदैन। धार्मिक कार्य होस् वा राजनीतिक कार्य होस् वा आर्थिक कार्य होस् वा वैज्ञानिक कार्य होस्, स्वास्थ्यको कार्य होस् वा वातावरणको कार्य होस्, जे भए तापनि वास्तविकता बुझेर जानु अति महत्त्वपूर्ण हुन्छ। त्यसैले तिङ सोपिङले पनि वास्तविक सत्य भनी प्रत्यक्ष समुत्पादको सिद्धान्त जस्तै बताउँछ, त्यो सही लागू हुन्छ हुँदैन यो जस्तो गरी उनी बताउँछ। बुद्धको धर्म वास्तविकसँग मिल्ने हो। वास्तविकता बुझेर नचाहने दुःख के हो, त्यसको हेतु के हो, त्यसको प्रत्याग के हो, त्यो केमा निर्भर हुन्छ, त्यो विषय जानेको आधारमा दुःख हटाउने सबै हेतुहरू अविपरीत रूपले सिद्ध भएर आउँदा दुःख हटाउन सकिन्छ। साध्य सुख पनि कुन हेतुद्वारा सिद्ध गर्ने, कुन हेतुमा आधारित हुने, यताउता केमा निर्भर हुने, त्यो सबै बुझेर सबै उपायहरू अपनाएमा चाहेको सुख पनि सिद्ध हुन्छ। त्यसैले अब बुद्धको धर्म भन्ने सैद्धान्तिक आधारमा भन्ने हो भने वास्तविक जानेको बुझिन्छ। त्यसैले प्रत्यक्ष समुत्पादको सिद्धान्त धेरै नै व्यापक र अति नै महत्त्वपूर्ण भएको छ। त्यसैले कठोर मनको माध्यमबाट दुःख हुने र कोमल मनको माध्यमबाट सुख हुने लगभग हामीले दैनिक गर्ने कार्यहरूबाट पनि बुझ्न सकिन्छ। कहिलेकाहीँ आफ्नो मन सुखी हुँदा त्यस अवस्थामा सुखी मन भएको समयमा कुनै एकजना मानिसले अझ धेरै नराम्रो गरेछ, गलत भएछ भन्ने पनि हो त धेरै नराम्रो भएछ, ठिकै छ भन्ने विचार आउँछ। अघि कहिलेकाहीँ बिहानैदेखि मन सुखी नभएको अवस्थामा आफूलाई मन पर्नेले मुस्कुराउँदै आए पनि यो के भयो भने असजिलो महसुस गर्नेछ। त्यसैले मन सुखी भए नभएकोले धेरै फरक पार्दछ। मनमा सुख छ भने गलत अवस्थामा पनि त्यसको प्रतिरोध गर्न सकिन्छ र मन विचलित भएको समयमा भने वास्तविकतासँग प्रतिरोध गर्न हामीलाई निकै कठिन हुने हुन्छ। र मन विचलित भएको समयमा यी नै वास्तविक हो भने धारण गरे कि त समारोप मिथ्या कि त अपवाद मिथ्याको दृष्टिकोणले जुनसुकै उपाय गर्दा पनि इच्छा गरेको अर्थ सिद्ध हुँदैन। हिजो आज यस विश्वमा युद्ध, अशान्ति जस्ता धेरै कार्य कि त समारोह मिथ्या कि त अपवाद मिथ्या, त्यसको वशले वास्तविकतासँग नमिल्ने अवस्था सिर्जना गरेको फलस्वरूप हामीले इच्छा गरेको अर्थको साटो गलत भएर जाने हामीले धेरै देख्ने गर्दछौँ। त्यसैले बुद्धको धर्मले प्रत्यक्ष समुत्पादको सिद्धान्त बताउँदा बुद्ध धर्मको आधारमा बताउने गरे तापनि यसलाई व्यवहारमा उतार्दा भने यस विश्वमा जुनसुकै कार्यमा लागू गर्न सकिने खालको फाइदा हुने गर्दछ। वास्तविकतालाई जान्नुपर्ने र वास्तविकतालाई प्रतिपादन समेत गर्नुपर्ने हुन्छ। केही बुझ्यौ? तपाईहरूले बुझ्नुभयो त? ल ठिकै छ। यस्तै हो बुद्धको धर्म भन्ने सिद्धान्त प्रत्यक्ष समुत्पाद र आचरण करुणाको मूलमा परिणत भई अहिंसाको आचरण हो। यस्तोलाई बुद्धको धर्म भनिन्छ। हो अब यस प्रकारका बुद्धको धर्म कृतज्ञ बुद्धले पहिले 4 आर्य सत्यको धर्म देशना गरेर सामान्य सबै विनयजनहरूको लागि बताउनु भएको हो। त्यसपछि महायानको सूत्रहरू माथिल्लो स्तरको शुद्ध विनयजनहरूको लागि बताउनु भएको हो भने अब त्यसमा गृद्धकूट पहाड विशेष गरी ती स्थानहरूमा प्रज्ञा पारमिताको सूत्र देशना गर्नुभएको एक थरीको सूत्र रहेको छ। त्यसपछि वैशालीमा वा अनिश्चित स्थानमा देशना गर्नुभएका तथागत गर्भ सूत्र र आर्य सन्धि निर्मोचन सूत्र एक थरी गरी 3 प्रकारका धर्मचक्र प्रवर्तन महायानको शास्त्रमा उल्लेख गर्नुभएको छ।
अब 3 प्रकारका धर्मचक्र परिवर्तनको प्रथम धर्मचक्र परिवर्तनमा हेतु फल प्रतीत्य समुत्पादको सिद्धान्त मुख्य गरी बताउनु भएको र त्यसैको आधारमा 4 आर्य सत्य अनित्य आदि गरी 16 बताउनु भएको छ। त्यसपछि मध्यको धर्मचक्र परिवर्तनमा तुलनाको आधारमा प्रतीत्य समुत्पाद र नाम राख्ने मात्रको आधारमा कल्पनाले राखेको मात्र केही प्रतीत्य समुत्पाद बताउनु भएको छ। त्यसरी बताउनु भएको एक प्रकारका धर्मचक्र परिवर्तन हो। त्यस समयमा आंशिक विषयको सूक्ष्म अवस्थाको बारे प्रतिपादन गर्नुभएको। तत्पश्चात तथागत गर्भको अवस्थामा विषय ज्ञानद्वारा सूक्ष्म र विस्तृत रूपमा केही बताउनु भएको होला। एक पक्षबाट गुह्य वज्रयानमा जाने तरिका विषय शून्यता, दोस्रो धर्मचक्र परिवर्तनको समयमा बताउनु भएको विषय शून्यता जस्तो छ। त्यस्तै प्रकारले जानेको आधारमा विषयीको तर्फबाट उत्तरोत्तर विकासले भावना गर्ने बताउनु भएको छ। त्यसलाई नेतृत्व गर्ने स्तरको क्रम जस्तो एउटा अन्तिम धर्मचक्र परिवर्तनको समयमा किरण जस्तो स्थूल किरणको प्रकार बताउनु भएको छ। तथागत गर्भ भनी बताउनु भएको छ। अब यसरी जाँदा तथागत गर्भ बताउनु भएको छ। विषय किरणद्वारा लाने तरिका बताउनु भएको छ। यो लगभग तन्त्रको मध्यस्थ जस्तो भने हुने हो। त्यहाँबाट माथि तन्त्रको शास्त्र बताउनु भएको छ। तन्त्रको शास्त्रहरू शुद्ध कर्म भएका केही विनयजनहरूको लागि बताउनु भएको। त्यो पनि क्रिया जस्तो भगवानले क्रियाको केही सूत्र भगवान वैराग्यले युक्त भई भिक्षुको भेषमा बताउनु भएको छ। जस्तो मुनिको सद्वचनको चर्या मानेर मण्डल मुख्य गरी स्वयं उत्पन्न क्रम गर्दा शास्त्र मुनिन्द्र स्वयं नै भिक्षुको रूपमा प्रार्थना गरेर भावना गर्ने बताउनु भएको छ। अब त्योभन्दा माथि गएर माथिल्लो स्तरमा उपाय ज्ञानको कल्पना फरक भएकोले सम्मान देव स्वरूप, देव पितृ मातृ स्वरूप, सम्भोग कायको रूपमा प्रार्थना गरेर भावना गर्ने गर्दछन्। अब यस प्रकारले ठुलो सानो, सामान्य र असामान्य तन्त्रयान सहित गरी विनयजनहरूको निमित्त भिन्न भिन्नै यानहरूको बारे भदन्त भगवान बुद्धले बताउनु भएको छ। यस प्रकारका सामान्य र असामान्य भदन्त भगवान बुद्धको वचनहरू सबै परिपूर्ण भएको, अपूर्ण नभएको, सबै पूर्ण रूपले समेटिएको श्री नालन्दको परम्परामा सङ्ग्रहित छ। वह विशेष गरी आचार्य नागार्जुनको आगमनपछि हिनयान, महायान तिनै धर्मचक्रको मतहरू प्रतिपादन गरेर समय अनुकूल असामान्य सूत्र, प्रज्ञापारमिता, प्रतीत्य समुत्पादको सूक्ष्म सिद्धान्त प्रतिपादन गर्ने मुख्य गरी उहाँले 6 युक्ति शास्त्र आदिको रचना गर्नुभयो। श्री नागार्जुनको कृपाले गर्दा श्री नालन्दमा हिनयान, महायान र तन्त्रयान सहित सबै यानहरूको धारण, संरक्षण र पालन गर्नु भएको छ। त्यसपछि केही शताब्दीसम्म श्री नालन्द विश्वविद्यालयबाट सयौं विद्वानहरू अविच्छिन्न रूपमा उत्पादन भई उहाँहरूले शास्त्रको महान कार्य गर्नुभई क्रमशः श्रीलङ्कामा बुद्धको धर्म प्रचार गर्नुभयो। नालन्दाको परम्परा लगभग पहिले चीनमा प्रचार भएको र त्यसपछि हुँदै आएर तिब्बतमा प्रचार भयो। बौद्ध धर्ममा श्रवण, मनन र चिन्तनको आवश्यकता तिब्बत हिमालयका बुद्धको शासन,
श्री नालन्दाबाट प्रचार भएको हिनयान महायान तन्त्र सहित पूर्ण भएको बुद्धको शासन हो, यो स्पष्ट छ। त्यसो भएको हुनाले हाम्रो बुद्धको धर्म हिनयान महायानको तन्त्र सहित सबै पूर्ण भएको श्री नालन्दाको विमल धर्म हो भनेर भन्न सकिन्छ। तिब्बतमै पनि समयको अघि पछिले गर्दा प्राचीन अर्बचिन, जो कदम्बा, त्यसै गरिकन महामुद्रा कयुपा अनि साक्यपा, त्यसपछि क्रमैसँग कदम शर्मा, रियो गिन्देम्पा मुख्य गरी यिनै हुन्। यी बाहेक अन्य धार्मिक परम्पराहरूमा बुलुक, जोलुक, जोनङ जस्ता धेरै प्रकारका धार्मिक सम्प्रदायहरू पनि रहेका छन्। 100 महासिद्ध आदि धेरै धार्मिक सम्प्रदायहरू आएका छन्। यी सबैको मूल श्री नालन्दाको परम्परा भएको कुरा स्पष्ट छ। अब यसरी हाम्रो तिब्बतमा भएको बुद्ध धर्मको परिचय गरेमा सामान्य बुद्ध धर्मको परिचयपछि विशेष गरेर श्री नालन्दाको धर्म परम्परालाई जान्नुपर्ने हुन्छ। त्यसपछि तिब्बतमा पुगेपछि प्राचीन, आर्वाचीन, संक्षेपमा भन्नुपर्दा साक्य, काङ्यिङ, जोनङ सहितको जाने तरिका यस प्रकारको रहेको छ। झो कदम्बा ड्रोमदिनछुगी ग्याल्बोले आश्चर्य वचन त्रिपिटक त्रिसत्पुरुषले रचेको कदम्बा भनी स्वर्णमाला त्यो लोकमा जहाँ भए पनि अर्थवान हुन्छ। आश्चर्यजनक जिन वचन भन्नाले हामी बौद्ध अनुयायीहरूले भावना गर्ने अन्तिम अवस्था त्रिपिटकमा नै भर पर्न पर्दछ। यो कुरा त्रिपिटकमा स्पष्ट वर्णन गरिएको छ। त्यसैले त्रिपिटक जिन वचन त्रिपिटकहरूमा हाम्रो इच्छा सिद्ध गर्ने तत्कालिक अभ्युदय र अन्तिम निश्रेयसमा मोक्ष र सर्वज्ञताको अवस्था सिद्ध गर्ने सम्पूर्ण मार्ग, सम्पूर्ण उपाय ज्ञान विस्तृत रूपमा सूत्रमा बताइएको छ। हाम्रो कङ्ग्युर सही ठेलेको छ नि। हाम्रो तिब्बती भाषामा अनुवाद भएका सही ठेली जति छन् त्यसमा भावना गर्ने सम्पूर्ण जिन वचन कङ्ग्युरमा नै सङ्ग्रहित छन्। त्यो 3 वर्गमा समेटिएमा विनय, सूत्र र अभिधर्म पिटक गरी त्रिपिटकमा पर्दछ। त्यसो भएको हुनाले अब आश्चर्यजनक बुद्ध वचन त्रिपिटक 3 सत्पुरुषहरूले रचेका हुन्। त्रिपिटकमा बताउनु भएको सत्पुरुषहरू एक स्थानमा भावना गर्ने मार्गदर्शक जस्तो तिब्बती हिमाली क्षेत्रको अवस्था अनि तैत्तिकहरूको विभिन्न सिद्धान्त नभएको बुद्धको धर्मले पुरै व्याप्त भएको जस्तो बोनसँग विस्तारै सम्बन्ध भएको अवस्थासँग बसेर एक स्थानमा प्रवेश गर्न सजिलो हुने गरी श्री दीपङ्करले पनि 3 पुरुषहरूको मार्गक्रम समेटेर प्रतिपादन गरेको भनिन्छ। आश्चर्यजनक जिन वचन 3 सत्पुरुषहरूले रचना गरेको कदम्बा भनी स्वर्णमाला लोकमा जहाँ भए पनि अर्थवान हुन्छ। अब कदम, कुमार, मणिमाला जे होस्, कदमको शास्त्रहरू रत्नमाला जस्तै हुन्। गतिमान, उत्तम, मध्यम र अधम जसले भावना गरे तापनि आफ्नै इच्छा पूरा हुने मार्ग पूर्ण भएको, स्पष्ट भएको, त्रुटि रहित भएको भनी भन्नुभएको छ। त्यसैले जे होस्, हाम्रो कङ्ग्युर भन्नाले भावनाको अर्थ निकाल्ने मुख्य शास्त्र कङ्ग्युर नै हो। अब त्यसपछि त्यसको मत व्याख्या कङ्ग्युरमा भनिएको त्रिपिटकको प्रकारहरू सजिलै बुझ्ने हिसाबले निकालिएको शास्त्र चाहिँ नागार्जुन पिता र पुत्रद्वारा रचित तेङ्ग्युरभित्र
तेङ्गिरो भन्ने जे हो 17 पण्डितहरू सहितले रचना गर्नुभएको, त्यसै गरी 80 सिद्ध सरह आदिले रचना गरेको दोहा शास्त्र अरू पनि हेतु फल विभिन्न तिब्बतमा अनुवाद गरेको तेङ्गिरो जम्मा जम्मी 220 ठेलिरहेका छन्। ती शास्त्रहरू कैङ्गिरको टीका हुन्। त्यसैले हामी तिब्बती हिमालयमा होस्, हिमाली जातिहरूमा होस्, कैङ्गिर र तेङ्गिरलाई धेरै गुम्पाहरूमा राख्ने गर्दछ। यहाँसम्म कि गृहस्थीहरूका घर घरमा पनि भदन्त भगवान बुद्धको वचन कैङ्गिर र तेङ्गिर हुन् भनी महत्त्वपूर्ण रूपमा राख्ने गर्दछन्। यी पुस्तक ठेलीहरूलाई हामीले पाठ्य सामग्री हो भन्ने बुझाइराख्नु पर्दछ। यो पूजा गर्ने सामग्री हुन् भनी धुलोको बीचमा माथि राखेर एक वर्षमा एक पटक सरसफाइ गरी पाठ पूजा गर्ने, चाहेमा त्यसलाई कैङ्गिर पढ्ने र तेङ्गिर पढ्ने जस्तो बाहेक यो पढ्ने किताब हो भन्ने सोच हामीमा आउँदैन रहेछ। त्यो गलत हो। कैङ्गिर भन्दा यो हाम्रो पढ्ने किताब हो। तेङ्गिर 220 ठेली किताब बुझ्न सजिलो रूपले स्पष्ट बनाएको, तिब्बतका विद्वानहरूले रचना गरेका शास्त्रहरू कैङ्गिर र तेङ्गिरका वृत्ति हो भनी सम्झिने। जे होस्, आफ्नो गुरु भए पनि, आफ्नो गोम्पा भएको पुस्तक भए पनि अन्तमा गएर त्यो पढ्नाले तेङ्गिरको त्यसको माध्यमबाट कैङ्गिरको अर्थ बुझ्ने हुनुपर्दछ। त्यसबाहेक कैङ्गिर तेङ्गिरको अर्थ बुझ्नमा कुनै सहायक नहुने पुस्तक भएमा त्यो अर्थहीन पुस्तकको खोल हो। खासै उस्ता गर्नुपर्ने छैन। जे होस्, कैङ्गिर तेङ्गिरलाई मानेर त्यसको अर्थ जान्न सक्ने र बुझ्न सक्ने पुस्तक भएमा त्यो पुस्तक प्रमाणिक हो। त्यो अति महत्त्वपूर्ण हो। त्यसैले हामीले कैङ्गिर तेङ्गिर भन्दा पाठ पूजा गर्ने वस्तुको रूपमा मानेको बाहेक यो पढ्ने पुस्तक हो भनी सोच नभएको जस्तो भान हामीलाई हुने गर्दछ। गोम्पामा पनि आफ्नो ग्रन्थ पढ्ने बाहेक कैङ्गिर र तेङ्गिरको मूलमा गएर 1-2 जना छ भने मात्रै धेरै छैन रहेछ। त्यो हाम्रो त्रुटि रहेछ। अब जे होस्, अघि भने झैँ आश्चर्यजनक वचन त्रिपिटक त्यो भन्ने आश्चर्यजनक वचन भएको हेरेमा बुझ्नेछ। माथि देवता थानमा सजाएर राखेमा आश्चर्यजनक वचन हो भनी जान्ने केही छैन। यो बुद्धको वचन हो, त्यसैले बहुमूल्य हो भन्दा अन्धश्रद्धा जस्तो। त्यो बहुमूल्य भएको अध्ययन गर्दै विचार गरी चिन्तन गरी निश्चय भएमा बहुमूल्य भएको बुझ्ने बाहेक बिना कारण बहुमूल्य हो भनेमा केही अर्थ रहँदैन। लामाजी चोङखापाले शास्त्रको स्वभाव बुझेर शास्त्रमा सधैँ पूर्ण विश्वास भइरहोस् भनेका छन्। यो धेरै महत्त्वपूर्ण रहेछ। नत्र शास्त्रको विशेषता यस विश्वमा आफ्नै शास्त्रको विशेषता बताएका छन् नि। भए पनि आचार्य वसुबन्धुले यथार्थ शास्त्र उहाँलाई प्रणाम गरेर, जसले सबै अन्धकारलाई सर्वथा विनाश गरेको छ, किचटबाट लोकहित गरेको छ, यथार्थ शास्त्र उहाँलाई प्रणाम गरेर भनेको यथार्थ शास्त्र भन्नुभएको। त्यसै गरी जे रिम्बुर्चेले तपाईँको अनुसार शिक्षा लिँदा सबै मूल दोषहरू हट्ने भएकाले सबै विपदहरू टाढा हुन्छ। यथार्थ देखेर राम्रोसँग बताउनु भयो। समारोह नभएको, उच्छेद नभएको, अववाद नभएको। अब जे होस्, उच्छेद र शाश्वत दुवैबाट अलग भई वास्तविकता जस्तो छ त्यस्तै देखेर बुझेर शास्त्रले प्रतिपादन गरेको हुँदा, यथार्थ देखेर देख्न गर्दा, विनयजनहरूको विचारसँग मिल्दो उपाय कुशलद्वारा बताउँदा यथार्थ देखेर सही बताउनु भएको। नभएको कुरालाई जबरजस्ती गरेको होइन, नभएको गलत बताएको पनि होइन। यथार्थ देखेर राम्रोसँग बताउनु भएको। तपाईँका अनुसार शिक्षा लिँदा सबै मूल दोषहरू हट्ने भएकाले सबै विवादहरू टाढा हुन्छन्। तपाईँको शासनबाट विमुख हुनाले लामो समयसम्म श्रममा आधारित भए तापनि आत्मदृष्टिमा आधार लिएको हुनाले दुःखहरू बोलाए झै गरी पछि आउनेछन्। पुस्तक हेर्दा त्यसको आधारमा शास्त्रको वास्तविकतालाई जानेर शास्त्रलाई श्रद्धा उत्पन्न भएमा जानेर श्रद्धा उत्पन्न भएको हुनेछ। नत्र मेरो बाजेले भन्नुभएको, आमाले भन्नुभएको, बजैले भन्नुभएको, पिताले भन्नुभएको भनेर श्रद्धा गर्ने हो भने त्यो श्रद्धा केवल अन्धश्रद्धा जस्तो हुनेछ अनि लाटो श्रद्धा हुनेछ। बौद्ध धर्ममा विशेष गरेर महायानको धर्म भावना गर्ने, तीक्ष्ण बुद्धिको अनुसरण गर्ने भने जस्तै त्यस परम्पराको अनुसरण गर्ने हुनुपर्दछ। त्यसमा श्रद्धा गर्ने विषयलाई श्रद्धा गरेर के फाइदा छ, के पाउँदछ? श्रद्धा गर्ने विषयलाई श्रद्धा गर्ने तर्कद्वारा परीक्षण गर्दा दोष छ कि छैन?
अनुभूतिसँग विरुद्धाभास हुन्छ कि हुँदैन, त्यसलाई विचार गरी अनुभूतिसँग विरोध हुन्छ कि हुँदैन, तर्कसँग विरोध हुँदैन भने यसमा विचार गर्ने ठाउँ रहेछ भनेर निश्चित हुँदा त्यो प्रतिपादन गर्ने शास्त्रलाई बुझेर श्रद्धा प्राप्त गर्ने हुन्छ। अहो शास्त्र, अहो शरण, अहो परमवादिन, अहो नाथ प्रत्यय समुत्पादलाई राम्रोसँग बताउनु भएका उहाँ शास्त्रलाई म नमस्कार गर्दछु भन्नुभएको अति गम्भीर विषय रहेछ। अहो शास्त्र, अहो शरण भनी यथार्थ प्रतिपादन गर्ने शास्त्र भएको हुनाले समान शास्त्रभित्र विशेष शास्त्र हुनुभएको छ। अरू पनि वक्तको मत जस्तो भए तापनि बताउँदा विनयजनहरूको विचारसँग मिल्दो तरिकाले देश काल परिस्थिति अनुसार उपदेश दिने पनि हुन्छ। त्यसैले प्रामाणिक व्यक्ति भए पनि कहिलेकाहीँ तर्कद्वारा दोष आउने पनि हुन्छ। त्यसैले भगवान यथार्थवान भएकाले अहो शास्त्र अनात्मवादी शास्त्र, अहो शास्त्र भएकोले शरणमा जाने शास्त्र हुन्। सूक्ष्म त्याग्ने र ग्रहण गर्ने विषयहरूलाई यथार्थ रूपले बुझ्नुहुने भयो शास्त्र भएको हुनाले अहो शरण, अहो उत्तमवादी, अहो नाथ प्रतित्य समुत्पादको तत्त्व बताउनु हुने विश्वमा त्यस्ता सयौं धार्मिक परम्परा मध्ये प्रतित्य समुत्पादवादी भगवान एक बाहेक अन्य छैन रहेछ नि, अनात्मवादी रहेछ। त्यसै गरी स्वयंलाई माया गर्ने भन्दा अरूलाई माया गरी स्थान दिएर आफूलाई भन्दा अरूलाई महत्त्वपूर्ण सम्झनु पर्दछ भन्ने शिक्षा पनि भगवान बुद्धले बाहेक अरूले नभन्ने रहेछन्। धेरै बहुमूल्य रहेछ। त्यसो भएको हुनाले त्यसैले अहो उत्तमवादी त्यस्तो भएकोले आफूले जे होस् यो र परलोकमा सदा सर्वदा विश्वास गर्न लायक मनले खाने स्थान अनुत्तर भएकोले अहो उत्तम, अहो नाथ भनी बताउनु भएको हो। यस प्रकारको प्रतित्य समुत्पाद स्वाभाविक रूपमा रहने कारण बुझेकोले नै शास्त्र अनुत्तर हुनुभएको भनी जान्नु पर्दछ। अहो उत्तम, अहो नाथ प्रतित्य समुत्पादलाई राम्रोसँग बताउनु भएका उहाँ शास्त्रलाई म नमस्कार गर्दछु। यो महत्त्वपूर्ण रहेछ नि अघि। त्यसैले यो अवस्थाबाट सामान्य बुद्धको धर्म र विशेष हामी तिब्बतीहरूको धर्म भएको जानेर त्यसको आधारमा बुद्ध धर्मको भावना गर्ने मानिस हुनुपर्दछ। हातमा माला बोक्दैमा बुद्धको अनुयायी हुँदैन। हाम्रो इस्लामको साथीहरूले पनि माला बोक्ने गर्छन्। माला 79वटा छन्। ईश्वरको विभिन्न 79 प्रकारका नामहरू छन् भन्छन् उनीहरू। त्यसैले इस्लामहरूले पनि माला जप्दछन् भने दैविकहरूले पनि माला जप्ने गर्दछन्। तसर्थ माला धारण गर्दैमा बौद्ध अनुयायी भएको व्याप्ति भने हुँदैन। श्राद्ध गर्नेहरूलाई हेर्ने हो भने मैले चिन्ने इसाई मित्रहरूले साँच्चैकै ईश्वरको गुण सम्झिँदा आँखाबाट आँसु बरबर्ती झार्ने पनि गर्दा रहेछन्। अरूसँग नमिल्ने स्थायी श्रद्धा रहेछ, त्यो एकाग्र चित्त हुँदो रहेछ। इस्लामहरूमा पनि अल्लाह भन्दा धेरै श्रद्धा गर्ने हुँदो रहेछ। त्यसैले हामीले बुद्धलाई धेरै श्रद्धा गर्ने मात्रै बौद्धको श्रद्धा हो होइन, सन्देह रहेछ। बौद्धको श्रद्धा कतिखेर हुन्छ भन्दा हामीले भने जस्तो प्रतित्य समुत्पादको विशुद्ध मनले युक्त बोधिचित्तको आधारमा त्यस प्रकारको विचारले यो भन्ने शास्त्र एक बाहेक अरू छैन रहेछ। यस प्रकारले शास्त्रमा श्रद्धा उत्पन्न भएमा बुझेर श्रद्धा उत्पन्न भएको भन्ने हुन्छ। त्यस प्रकारको श्रद्धा प्रज्ञासहितको श्रद्धा हो। त्यसैले प्रज्ञासहितको श्रद्धा उत्पन्न हुनु अध्ययन गरेर हुने बाहेक अरूले श्रद्धा गर्दा रहेछन् भनेर अभिनय गर्नाले लिएर श्रद्धा हुने होइन। त्यसैले हामी बुद्ध अनुयायी भन्ने हो भने बौद्ध धर्म अध्ययन गर्नु अति नै महत्त्वपूर्ण रहेछ। पश्चिमी मूलका मित्रहरू बौद्ध धर्मलाई महत्त्व दिने मित्रहरू अध्ययनमा रुचि राख्दछन्। हामी पूर्वेली तिब्बती भए पनि त्यसो भएको हुनाले भोटे जाति भए पनि चिनिया जाति भए पनि कहिलेकाहीँ श्रद्धा धेरै भएको अध्ययनमा धेरै रुचि नभएको हुँदो रहेछ। जस्तो मेरो अनुभव बताउने हो भने पनि तिब्बती भोटे जाति र
चिनिया जातिहरूलाई अभिषेक दिने भन्दा खुसी हुने, उत्साह देखाउने, तर धर्मको व्याख्या गरेमा अल्छी मानेर हाई निकाल्ने जस्तो, निन्द्रा पनि लागे जस्तो तन्द्रालु भएर बस्दा रहेछ। पश्चिमी धर्ममित्रहरूलाई व्याख्या गरेमा टेप रेकर्ड गरेर हुन्छ कि टिप्पणी गरेर हुन्छ कि धेरै रुचि राख्दा रहेछन्। त्यसैले हाम्रो अध्ययनमा रुचि हुनु साँच्चीकै कम भएछ। अध्ययन गर्नलाई जति सक्दो रुचि राख्नु पर्दछ। बुझ्नुभयो? तपाईहरू तिब्बतबाट आउनेहरू भए पनि निश्चित रूपले पुस्तक हेर्नमा रुचि राख्नु, अध्ययन गर्नुमा रुचि बढाउनु अति नै महत्त्वपूर्ण हुन्छ। संक्षेपमा भन्नुपर्दा सबै संस्कार अनित्य, सबै शास्त्र दुःख, सबै धर्म शून्य र अनात्मा, निर्वाण नै शान्ति भन्ने 4 सैद्धान्तिक कुरा शुद्ध महामुद्रा भन्ने बौद्धको सामान्य धर्म हो। त्यसैले त संस्कार सबै अनित्य हो भनेको, वा यसलाई क्षणिक हो भनेको यो कुरा विचार गरे बाहेक बुझिँदैन रहेछ। स्थूल खालको अनित्यता लगभग जनावरले पनि बुझ्दछ। सूक्ष्म अनित्यतालाई विचार गरेर बाहेक बुझिँदैन। त्यसो भएको हुनाले निरन्तरताको अनित्य, स्थूल प्रकारको अनित्य हामीले देख्ने, त्यसको